मर्निङ वाक आएको एकदम इम्पोर्टेन्ट, हेर्दाखेरि सामान्य लाग्ने होइन, तर मानिसको लागि एकदम इम्पोर्टेन्ट वनस्पतिको बारेमा बताउन गइरहेको छु। र विशेष गरी यो चाहिँ के हो भन्दाखेरि हाम्रो प्रत्येक जिल्लामा पाइन्छ, लगभग नेपालमा अधिकांश जिल्लामा पाइन्छ। यो चाहिँ नेपालमा घोडताप्रे भनेर चिन्छौँ अधिकांशले, र अर्को चाहिँ ब्राह्मी भनेर चिन्छौँ, इङ्ग्लिसमा चाहिँ गोटुकोला भनेर चिनिन्छ। यो चाहिँ एकदम इम्पोर्टेन्ट हो, हेर्दाखेरि सामान्य खुट्टाले कुल्चिन्ने भएको हुनाले अधिकांशलाई जानकारी छैन, थोरै मान्छेलाई जानकारी छ, प्रयोगमा त अझ झम कम आएको होला है। यो चाहिँ के को लागि एकदम इम्पोर्टेन्ट हो भने विशेष गरी हाम्रो ब्रेन टोनिकको लागि, क्या ब्रेनलाई खुराकको लागि, विशेष गरी अल्जाइमर समस्या भएको लागि, समस्या नै आएको छैन भने स्टुडेन्टको लागि एकदमै राम्रो, बुढाबुढीको लागि, बिर्सिराख्ने बुढाबुढीको लागि एकदमै राम्रो। त्यसैले गर्दाखेरि यो चिज चाहिँ हेर्दाखेरि सामान्य लागि पनि एकदम महत्त्वपूर्ण छ है। किनभने यो म त्यत्तिकै भनिराखेको छुइनँ, मैले चाहिँ पढेको कुरा, सुनेको कुरा, आफूले प्र्याक्टिसमा ल्याएर, आफूले युज गरेर, आफूलाई चाहिँ साँच्चीकै राम्रो लागेपछि बताउने गर्छु। त्यसैले गर्दाखेरि यो चाहिँ तपाईँहरूले बुझ्नै पर्ने कुरा, विशेष गरी स्टुडेन्टको लागि एकदमै राम्रो मानिन्छ। किनभने पठन पाठन गरेको कुराहरू चाहिँ एकदमै बिर्सिराखिन्छ, जाँचको बेला आउँदैन होइन। र बुढाबुढीले चाहिँ आफ्नै छोराछोरी नाति नातिनालाई चिनिराखे हुँदैन है, किनभने अल्जाइमर लागेपछि चिन्ने कुरो भएन। त्यसैले यो चाहिँ कम्तीमा 3 महिनादेखि 4 महिनासम्म सेवन गऱ्यो भने रिजल्ट एकदमै राम्रो आउँछ, किनकि मैले आफूले चाहिँ युज गरेर हेरिसकेको छु। त्यस कारणले गर्दाखेरि हेर्दा सामान्य लागे पनि यो चाहिँ एकदमै राम्रो, किनभने विदेशतिर यसको चाहिँ एकदमै क्याप्सुल बनाएर चाहिँ क्याप्सुल फर्ममा पनि पाइन्छ यो, र नेपालमा पनि थोरै एकदमै कता कता यो चाहिँ जडीबुटी आयुर्वेदिकतिर पाउडरको रूपमा पाइन्छ। यो खाने तरिका चाहिँ के छ भन्दाखेरि यो सकिन्छ भने त्यत्तिकै एकदमै सफा गरेर काँचै पनि मजाले चपाई खान सकिन्छ, चियाको रूपमा बनाएर खान सकिन्छ, बिहान दिउँसो बेलुका गरेर खाने हो भने है एकदमै राम्रो चाहिँ रिजल्ट आउँछ है। त्यसैले गर्दाखेरि तपाईँलाई राम्रो लाग्छ भने यो सेवन गर्नु होला, किनकि यो चाहिँ ब्रेन टोनिक हो, ब्रेनलाई खुराक हो। त्यस कारणले गर्दाखेरि हेर्दा सिम्पल लागे पनि एकदमै महत्त्वपूर्ण छ, थोरै मान्छेले मात्रै प्रयोग गर्छन् जस्तो लाग्छ मलाई। त्यस कारणले गर्दाखेरि यो चाहिँ तपाईँहरूलाई राम्रो लाग्यो भने प्रयोग गरेर हेर्नुहोस्। 12 महिना पाइँदैन, लगभग 3-4 महिना पाइन्छ प्रसाद लागेपछि, त्योभन्दा अगाडि पछाडि पाइँदैन। यसको विशेषता भनेको अप्ठ्यारोपन भनेको चाहिँ त्यो हो। त्यसैले गर्दाखेरि यदि राम्रो लाग्यो भने प्रयोग गरेर हेर्नु होला तपाईँहरूले पनि, मैले चाहिँ हेरिसकेँ है त।